देशको झण्डा ओढेर देश जलाउनेहरू रोस्ट्रममा उभिन पाउँछन् भने अर्को कुरा राजीव खर्ती मान्यज्यूले अस्ति रोस्ट्रममा उभिएर जुन विद्यार्थी सङ्गठन अपराधी हुन् यिनीहरूलाई चाहिँ अपराधिक रूपमा चाहिँ खुकुरी बन्दुक प्रयोग गरेर विद्यालय दूषित बनाएका छन् जुन शब्द बोल्नुभयो त्यो तत्काल रेकर्डबाट हटाइयोस्। साउदीको जुराला 1 नम्बर पन्जाब ढाका भन्ने नजिकै रहनुभएका नेपाली 10 महिनादेखि कम्पनीले सेलरी नदिएर सडकमा टिपेर खाना खाइरहनु भएको छ। उहाँ चाहिँ अहिले नेपाल फर्किने परिस्थितिमा हुनुहुन्न, सडकको छेउमा सुतिरहेको छौँ भन्ने भर्खरै अघि मैले विशेष समय मागेको थिएँ, त्यो पनि प्राप्त भएन र उहाँलाई चाहिँ तत्काल सरकारले उद्धार गरेर उहाँहरूको पहिचान गरेर नेपाल फर्काउन हुन अनुरोध गर्दछु। र अर्को कुरा चाहिँ उहाँ तपाईँको बाचापत्रमा पनि थियो नेपाल सबै नेपालीहरूलाई फर्काएर नेपालमै रोजगार दिने, तर समस्या परेको नेपालीलाई तत्काल फर्काइदिन अनुरोध गर्दछु। अर्को कुरा राजीव खर्ती मान्यज्यूले अस्ति रोस्ट्रममा उभिएर जुन विद्यार्थी सङ्गठन अपराधी हुन् यिनीहरूलाई चाहिँ अपराधिक रूपमा चाहिँ खुकुरी बन्दुक प्रयोग गरेर विद्यालय दूषित बनाएका छन् जुन शब्द बोल्नुभयो त्यो तत्काल रेकर्डबाट हटाइयोस्। देशको झण्डा ओढेर देश जलाउनेहरू रोस्ट्रममा उभिन पाउँछन् भने